कुनै सरकारले नहटाएको कुलमानलाई ओली सरकारले हटायो। जनतासँग अलिकति पनि डर नमानी हटाउनु चाने चुने कुरा हो। फेरि कुलमान पनि कहाँ राम्रो मान्छे हो र। मन्त्री प्रति लोयल हुनु पर्दैन, सेटिङ मिलाउन मन्त्रीलाई साथ दिनु पर्दैन। बिचरा इन्भर्टर व्यापारीको उठीबास लगाइदिने, ठुला ठुला उद्योगीसँग पैसा माग्ने। अर्को कुरा, रवि लामिछानेलाई कसले जेल पठायो? यही सरकारले होइन? रवि अंकल, तपाईले यस्तो अपराध पनि गर्ने हो? विदेश गएको मान्छे देशमा आएर देश बनाउँछु भन्ने? तपाईले देश बनाउँछु भन्नुभयो, सरकारले केस बनाइदियो। स्विस ब्याङ्कमा खाता खोल्ने पो भुटानी गिरीबन्धुको फाइल खोल्छु भन्ने हो त? जनतालाई भेडा सोच्ने पो मान्छे सोच्ने हो? गएको वर्षको अर्को ठुलो काम भनेको राजालाई गाली। इतिहासमै राजालाई यतिको गाली कसैले गरेको थियो? सरकारले गरेको अर्को राम्रो काम, कति टिचरहरूलाई भाइरल बनाइदियो। शिक्षकको माग पूरा गरेको भए आन्दोलन हुन्थेन, आन्दोलन नभएको भए टिचर भाइरल बन्दै बन्थेनन्। ल हेर त, आज टिचरहरू इन्टरभ्यु दिएर भ्याइ नभ्याइ छ। यो सरकारको राम्रो काम होइन? पूर्णबहादुरको सारङ्गीले यही सरकारकै पालामा करोडौं कमायो। 2/3 सरकारमा फिल्म पनि 2/3 हेरे। वायु प्रदूषणमा विश्वकै नम्बर 1 मा आयो। हाम्रो सफलता देखेर आज अमेरिका, अस्ट्रेलिया जस्तो देशहरू ट्वाल्ल परेका छन्। यही सरकारको पालामा कति भैँसीले पाडापाडी पाए। पशुपतिमा 100औंको संख्यामा बाँदरले बच्चा पाए। मरिचका अग्ला रुखहरू हुन्छन् भनेर विश्वले 3 छक खाए। हरेक बच्चा बच्चीहरूको 1 वर्ष उमेर बढ्यो। अर्को कक्षामा पढ्न पाउने भए। बिरालोले 60 ठाउँमा बच्चा सार्यो। बालेनले त्यत्रा स्ट्याटस लेखे। मेरो माया लाग्छ, लेखेर हटाए। हाम्रो युट्युब च्यानलमा भ्युज वात्तै बढ्यो। ओली सरकारको पालामा नेपालमा मात्र हो र विश्वमै राम्रो काम भएका छन्। स्पेसमा गएका यात्रु 81 सालमै फर्किए। यो सरकार थिएन भने नफर्किन पनि सक्थे। त्यसैले कसैले पनि सरकारको विरोध नगरौ। शक्तिशाली सरकार छ, लएर थुनिदिन्छ। अन्तिममा म एक शब्द भन्न चाहन्छु, धन्यवाद। कुनै सरकारले नहटाएको कुलमानलाई ओली सरकारले हटायो। जनतासँग अलिकति पनि डर नमानी हटाउनु चाने चुने कुरा हो।